मेरो सारेको मान्छेको उसको A+ आएको छ भने मेरो B+ आएको छ म्याथमा। कोलपुरबाट आएको, तर म 2 वर्षबाट यहीँ पढिरहेको छु। के समस्या भयो प्लस 2 को रिजल्टमा के समस्या भयो? समस्या चाहिँ यहाँ मेन के भयो भने चाहिँ हामीले मेहनत गरेको अनुसार चाहिँ रिजल्ट आएन। हामीलाई थाहा छ हामीले कति लेखेको छौँ भनेर। म्याथ जस्तो सब्जेक्टमा त हामीलाई थाहा हुन्छ नि एक्ज्याक्ट कति आउँछ भनेर। म डेली एक्जाम दिएर आएर काउन्ट गर्थेँ। मेरो सारेको मान्छेको उसको A+ आएको छ भने मेरो B+ आएको छ म्याथमा। अब के गर्नु त? अनि तपाईँले सरकारले यो गल्ती गर्यो भन्नुहुन्छ कि के भन्नुहुन्छ यसलाई? गल्ती त अभियसली गल्ती नै गरेको। पासिङ रेट 70% छ भने फेल हुने स्टुडेन्ट पनि पास भएको छ र टप हुने स्टुडेन्ट पनि पासै भएको छ कि त्यो टप हुने स्टुडेन्टको बढेको छैन, फेल हुनेको चाहिँ बढेको छ, तर टप हुने स्टुडेन्टको उल्टै घटेको छ के। तपाईँहरूको भनाइ भनेको अप्सन भयो अथवा केही पनि होइन, जति ग्रेड आउनुपर्ने हो त्यति आएन भन्ने कुरा हो। लापरवाही एकदमै भयो। रिटोटलिङको नाममा लुटिएका छौँ हामीहरू। 500 को ठ्याक्कै डबल भइसकेको छ। रिटोटलिङ भनेको मार्क्स काउन्टको मात्रै गर्ने हो नि त। मार्क्स पुरै फेरि रिचेकिङको चाहिँ यहाँ सुविधा केही पनि छैन। वेबसाइट पनि चल्दैन रिटोटलिङको लागि। त्यही हो। के गर्ने त? अब के गर्ने? अब पढ्न अफलाइन थियो र कम पैसा थियो, अहिले अनलाइन बनाएको छ र बढी पैसा भएको। हो हजुर, रिचेकिङ गर्नको लागि नेपालभरिको मान्छेहरू काठमाडौँ नै आउनुपर्ने, यो के हो? रिटोटलिङ रिचेकिङ